अहिले सार्वजनिक भएको मन्त्रीमण्डल नै फाइनल भएको हो भने स्थायी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम निशान मेटिने पक्का छ। के नेपालको गृह मन्त्रालय अब राजनीतिको टेस्टिङ ल्याब मात्र बन्न लागेको हो? भर्खरका अर्ग्यानिक तर अनुभवहीन नेता सुदन गुरुङलाई हठात देशको सबैभन्दा सेन्सिटिभ मन्त्रालय सुम्पिनुको पछाडि कुन अदृश्य शक्तिको हात छ होला? एक थरी ब्लाइन्ड सपोर्टरहरू भन्दैछन् सांसद भइसकेपछि मन्त्री हुन के अचम्म, नयाँलाई मौका दिनुपर्छ, जिम्मेवारी पाएपछि पो क्षमता थाहा हुन्छ। तर राजनीतिको भित्री पाटो विश्लेषण गर्ने हो भने कुरा अलि डरलाग्दो छ। गृह मन्त्रालय भनेको क्युट र अर्ग्यानिक अनुहारले या भावनाले मात्र चल्दैन। यहाँ टेक्निकल ज्ञान, इन्टेलिजेन्स र क्राइसिस म्यानेजमेन्ट चाहिन्छ। नियत जति नै सफा भए पनि क्षमता नभएको व्यक्तिलाई अगाडि सार्नु भनेको ब्याकसिटबाट अर्कै मास्टर माइन्डले सत्ता चलाउने खेल त होइन। धेरैको प्रश्न छ, कतै रवि लामिछानेले आवश्यकताभन्दा बढी त्याग गरेर सिङ्गो पार्टी र देशलाई नै हातमा हात राखेर डुबाउने बाटो त खन्दै छैनन्। सोच्नुहोस् त, यदि साँच्चै नै कुनै पूर्व तयारी र क्षमता बिना नै गृह मन्त्रालय जस्तो संवेदनशील निकाय यसरी नै अनुभवहीन हातमा सुम्पिने हो भने भोलि देशको आन्तरिक सुरक्षा र विधिको शासनको हालत के होला? तपाईँको विचारमा सुदन गुरुङलाई गृह मन्त्रालय दिनु सही कदम हो या कुनै ठुलो राजनीतिक डिजाइन हो? तल कमेन्टमा आफ्नो कडा धारणा राख्नुहोस्।